भजन सङ्ग्रहको अध्याय 49 र वचन 1 देखि 17 सम्म। हे परमेश्वर, मेरा शत्रुहरूबाट बचाउनुहोस्। मेरो विरुद्धमा लडाईँ गर्न आउनेहरूलाई परास्त गर्न मलाई सहायता दिनुहोस्। मलाई ती दुष्ट कार्य गर्नेहरूबाट बचाउनुहोस्। मलाई ती हत्याराहरूबाट बचाउनुहोस्। हेर, बलिया मानिसहरूले मलाई पर्खिरहेका छन्। तिमीहरू मलाई मार्न पखिरहेका छन्। यद्यपि मैले कुनै पाप र अपराध गरेको छैन। मैले कुनै गल्ती काम गरिन, तर तिनीहरू मलाई मार्न यहाँ म कहाँ आइरहेका छन्। हे परमप्रभु, तपाईँ स्वयं आएर हेर्नुहोस्। तपाईँ सर्वशक्तिमान परमप्रभु परमेश्वर, इस्राएलका परमेश्वर हुनुहुन्छ। उठ्नुहोस् र तिनीहरूलाई दण्ड दिनुहोस्। ती दुष्ट अपराधीमाथि कुनै प्रकारको दया नदेखाउनुहोस्। ती पापीहरू कुकुर जस्ता साँझै पिच्छे भुक्दै सहरभित्र आउँदछन् अनि न्वार र मुरमुर गर्दै सहरभित्र घुम्छन्। तिमीहरूका निन्दा र धम्की सुन्नुहोस्। तिमीहरूले निष्ठुरी कुराहरू गर्दछन्, तिमीहरूको कुरा कसले सुन्छ त्यो परवाह गर्दैनन्। हे परमप्रभु, तिनीहरूलाई उपहास गर्नुहोस्। ती सबैलाई एक तमासा बनाइदिनुहोस्। म तपाईको स्तुतिगान गर्नेछु। हे परमेश्वर, तपाईमै मेरो उच्च पर्वतहरूमा पनि आश्रय हुनुहुन्छ। परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ अनि उहाँले मलाई जित्न साथ दिनुहुन्छ। उहाँले मेरो शत्रुहरू परास्त गर्नलाई सघाउनुहुन्छ। हे परमेश्वर, तिनीहरूलाई नमार्नुहोस्, नत्र मानिसहरूले भुल्न सक्छन्। मेरो स्वामी, मेरो रक्षक, तपाईको सामर्थ्यले तिनीहरूलाई परास्त पार्नुहोस् अनि तितर बितर पार्नुहोस्। ती दुष्टहरू सराप्छन् र झुटो बोल्छन्। तिनीहरूले भनेको कुरामा दण्ड दिनुहोस्, तिनीहरूलाई आफ्नै फुटानीले पासोमा फसाओस्। तपाईको क्रोधले तिनीहरूलाई खरानीमा परिणत गरिदिनुहोस्। तिनीहरूलाई पुरै नष्ट गर्नुहोस्। तब संसारभरिका मानिसहरूले बुझ्नेछन् परमेश्वरले इस्राएलमा राज्य गर्नुहुन्छ। ती धूर्त पुरुषहरू न्वार र मुरमुर गर्ने कुकुरहरू जस्तै भुक्दै सहरभित्र पस्नेछन्। तिनीहरूले खानेकुरा खोज्छन्, तर तिनीहरूले न खानेकुरा न त सुत्ने ठाउँ नै पाउँछन्। तर बिहान पख म तपाईको स्तुतिगान गाउनेछु, म तपाईको प्रेममा आनन्दित हुनेछु। किनभने अग्लो पर्वतहरू झैँ तपाईँ मेरो शरणस्थान हुनुहुन्छ। अनि जब म माथि सङ्कट आइपर्छ, म तपाईँ कहाँ दौडेर आउँदछु। म मेरो गीत तपाईको प्रशंसाको लागि गाउनेछु। किनभने तपाईँ मेरो सुरक्षाको अग्लो पर्वत हुनुहुन्छ। तपाईँ परमेश्वर हुनुहुन्छ जसले मलाई प्रेम गर्नुहुन्छ। भजन सङ्ग्रहको पुस्तक अध्याय 49 र वचन 1 देखि 17 सम्म। ख्रिस्टको तर्फबाट हामी तिमीहरूलाई आग्रह गर्छौँ, परमेश्वरसँग मिलाप गर। किनभने परमेश्वरले संसारलाई यति प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर अनन्त जीवन पाओस्। यो लेखिएको छ, मसीहले दुःख भोग्नुहुनेछ र तेस्रो दिनमा मृत्युबाट बौरी उठ्नुहुनेछ र पापको क्षमाको लागि सबै जातिहरूमा उहाँको नाममा पश्चातापको प्रचार गरिनेछ। आज यदि तिमीहरूले उहाँको आवाज सुन्यौ भने आफ्नो हृदय कठोर नपार। अहिले परमेश्वरको दयाको समय हो, अब मुक्तिको दिन हो। महाशयहरू, मुक्ति पाउन मैले के गर्नुपर्छ? प्रभु येशू ख्रिस्टमा विश्वास गर्नुहोस् र तपाईले उद्धार पाउनुहुनेछ, तपाईँ र तपाईको परिवार। यदि तपाईले आफ्नो मुखले घोषणा गर्नुभयो येशू प्रभु हुनुहुन्छ र आफ्नो हृदयमा विश्वास गर्नुभयो कि परमेश्वरले उहाँलाई मृत्युबाट बौराउनुभयो, तपाईँ उद्धार पाउनुहुनेछ। पश्चाताप गर्नुहोस् र तपाईहरू प्रत्येकले आफ्ना पापहरूको क्षमाको लागि येशू ख्रिस्टको नाममा बप्तिस्मा लिनुहोस्। अनि तपाईले पवित्र आत्माको वरदान पाउनुहुनेछ। अरू कसैमा मुक्ति छैन, किनकि स्वर्गमुनि मानिसहरूलाई दिइएको अर्को कुनै नाम छैन जसद्वारा हामी मुक्ति पाउन सक्छौँ। किनकि त्यहाँ एक परमेश्वर हुनुहुन्छ र परमेश्वर र मानिसहरू बीच एक मध्यस्थकर्ता हुनुहुन्छ, मानिस ख्रिस्ट येशू। प्रभु येशू ख्रिस्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तपाईहरू सबैसँग रहोस्। हाम्रा मुक्तिदाता एकमात्र बुद्धिमान परमेश्वरलाई अहिले र सदाको लागि महिमा र महिमा, प्रभुत्व र शक्ति होस्। धन्यवाद र आमेन। अगापाउ प्रतिध्वनित।
सीमाहरू पार गर्ने गवाही